आज 2082 साल मङ्सिरको मुझे यादै भयो। आज सोमबार। अहिले यो भिडियो गवालाल हस्पिटलको कम्पाउन्डभित्रको एउटा गार्डनमा बसेर भिडियो खिचिरहेको। हिजो सोमबार भनेर आइतबार परेछ देखाउने भनेर आएको, तर सोमबारको दिनमा म आइतबार आएर के चेकअप हुन्छ रगतको सबैको चेकअप टेस्ट दिएँ अनि अहिले आउँदै ब्लड टेस्टको रिपोर्ट आएर मेरो पालो 3-3:30 बजे आउँछ। अहिले भर्खर 2 बज्यो। आज मङ्सिर कति बजे हो? 10 रिपोर्ट हेरेँ मैले। मेरो साधारण नलेज अनुसार रिपोर्टमा खास केही पनि छैन। 8-9वटा चेकअप गरेर राखेको छ। खास केही पनि छैन। बढेको केही पनि देखेन। त्यहाँ 30% त्यो पर्सेन्ट दिएको छ। पर्सेन्टको बिचमा जाने मेरो रगतको रिपोर्ट के हो मलाई थाहा छ। इङ्ग्लिसमा पर्सेन्टेज मात्रै मलाई अलिअलि ज्ञान भएको। अहिले म जाँदै गवालालको कम्पाउन्डको गार्डनभित्र बसेको छु। काम छैन। यति नै गरेर के गरेँ, श्रीमतीलाई मैले उपचार गर्ने पाठ भए। यति चाँडै जाने थिएन होला। घरको परिवार पनि साथ नदिएको हो। एउटा त आफ्नै कारणले पनि हुनसक्छ। तर यसरी 15 दिनको एकचोटि आएको हो। योभन्दा अगाडि 15 दिन अगाडि मैले चेकअप गरिरहेको थिएँ। डाक्टरले यही रिपोर्ट गरेर आऊ भनेर भन्यो। अनि छोरीले चाहिँ सुधाचार्यले देखाउँदै भएर प्रेसर गरेर आएको। तर 15 दिन मात्रै भयो। 5 दिन मात्रै भयो जम्मा। यसरी नै मेरो श्रीमतीलाई उसको आमालाई यसरी नै चेकअप गरेर जाँच गरेको भए सायद 9 दिन थिएन होला, 5-6 होला। तर के गर्ने, छोराको पनि कमजोरी पनि छ, आफ्नो पनि कमजोरी छ, छोरीको पनि कमजोरी छ। छोरी उता बाहिर बसिरहेको छ। उसले आफ्नो उसकै छोराको 3 महिना हस्पिटलमा बसेको हुनाले उसले पनि त्यति सम्बन्धी ज्ञान भएन। तर घरमै बस्ने छोरा मैले आफ्नो परिवारको लागि समय दिन नसके हो कि समयले साथ नदिए हो कि जुन बेला कोरोना भएको थियो दोस्रो पल्ट कोरोना हुँदाखेरि यो घटना भएको वैशाख 23 गते, वैशाखको 18 गते हो कि 19 गतेदेखि लकडाउन गराएको थियो। यति कुरा अब यो एक्लै म यहाँ एक्लै आइरहेको छु। मलाई कसैले नै सहयोग, खालि छोरीले पैसा दिएर सहयोग गरेको छ। हरेकपल्ट म एक-एक डलर पठाएको छ। 3-4 पल्ट पठाइसक्यो होइन। त्यसमा पनि मैले उसको एक पैसा पनि पाएको छैन। जति पनि पैसा पठाएको उपचारको मात्रै खर्च गरेको। चिया खाने पैसा खाने, भात खाने
उसको पसल गरेको छैन। सबै उपचारको खर्च मात्रै गरेको छु। जस्तै देखाउने, डक्टर देखाउने, डक्टरको चाहिँ औषध किन्ने उसकै पैसाले हो। अहिले 3-4 महिना 5 महिना भयो। त्योभन्दा अगाडि त सबै मैले नै खर्च गरेको। यो सिटी स्क्यान गरेदेखि उसको पैसा लगानी भएको छ। सिटी स्क्यान यदि नगरेको भए सायद यो रोग पनि थाहा थिएन होला। सिटी स्क्यान गरेर पनि थाहा भएको हो। अहिले शरीर हेर्दाखेरि केही पनि भएको छैन। त्यो रोगले जुन चापे हो त्यो चापेको टाइम 5 मिनट, 10 मिनट, 15 मिनट, 20 मिनट, आधा घन्टा, त्यसमा म त अहिले हो कि भरे हो, अहिले हो भने अहिले जाने जस्तो लाग्यो। त्यस्तो हुन्छ। त्यो अरू बेला चाहिँ म साधन हिँड्डुल गर्नु सक्छ। त्यो भनेर धेरै हिँड्ने होइन। अलिक धेरै हिँड्यो कि 20-25 मिनट भन्दा बढी हिँड्ने खुट्टा दुख्छ, दायाँ बायाँ खुट्टा दुख्छ। अब हिजो राति चाहिँ सपनामा बुढी देखायो, बुढी पनि देखायो, आमा पनि देखायो, बाउ पनि देखायो। त्यो बिर्स्यो सबै, बिहानसम्म सम्झेको थियो, अलिक सबै बिर्स्यो। त्यसैले यो एक्लै अहिले एक्लै म हस्पिटल आइरहेको छु। एक्लै आज मात्रै होइन, म चाहिँ 4 वर्ष भयो। 4 वर्ष म एक्लै छु। त्यसभित्रमा एकचोटि मात्रै छोराले यही हस्पिटलमा एउटा साथी बोलाएको थियो। मैले बोलाउनु पर्ने थियो। एउटा साथी चाहिन्छ भनेर भने मात्रै मैले फोन डाइरेक्ट फोन गरेर बोलाएको हो। त्यसपछि अहिलेसम्म कोही पनि आएको छैन। देखाउनेदेखि, औषध किन्नेदेखि, जान्नेदेखि, आउनेदेखि सबै एक्लै हस्पिटलमा आइरहेको छु। हस्पिटल मात्रै होइन, घरमा पनि एक्लै। ल यति मात्रै भन्छु। अरू लामो कुरा लेख्ने किनभने अरू भविष्यमा जाने अब मेरो मर्ने कहाँ हो कता थाहा छैन, कुन ठाउँमा मर्छ होला थाहा छैन। तर अब मेरो छोराले मलाई चाहिँ नहेरेको हुनाले दागबत्ती पनि उसले दिने नगर्ने भएले मैले निरो गरेको छु। किनकि बाउलाई नगर्ने मान्छेले दागबत्ती अरू पनि गर्नुपर्छ, अरू गर्नु परेन। कसैलाई पनि भनेर जान्छु, मलाई दागबत्ती मेरो छोराले नगर भनेर म सबैले भनेर जान्छु। दागबत्ती नगरेपछि अरू क्रियाकलाप के पनि गर्न परेन। सन्तोष भयो, आनन्द भयो। त्यसैले म एक दिन चाहिँ यो क्रियाकलाप यो विषयमा अर्को भिडियो बनाउँछु। यो अर्को भिडियो बनाउँदाखेरि मैले सबै डिटेलमा भन्छु। यो मलाई म कहाँ मर्छु पनि थाहा छैन, कसरी मर्छु पनि थाहा छैन। एक्लै छु, भरे हो कि भोलि हो कि पर्छ। त्यसैले मेरो सुत्ने ठाउँ बाहेक म कहीँ पनि एक्लै 1 हप्ता, 2 हप्ता, 10 दिन, 5 दिनसम्म जाने म परिवारलाई थाहा हुँदैन होला सायद। एक्लै सुतेको हुनाले, एक्लै बसेको हुनाले मलाई कसैले पनि हेर्न आउने अब बाई चान्सले मात्रै हो, नत्र भने कसैले पनि मसँग यसरी म मरेको बाँचेको थाहा हुँदैन। यदि मऱ्यो भने मेरो कारकीर्द कुनै पनि छोराले, बुहारीले गर्न नपरोस्। किनभने अहिलेसम्म म यहाँ 4.5 वर्ष भयो एक्लै बसिरहेको। 4.5 वर्ष, 78 सालको कति सालमा महिना हो मलाई याद भएन, यानि श्रावण महिना हो। श्रावण महिना घर छोडेर गएको 78 हो कि 79 सालको श्रावणदेखि उनीहरू घर छोडेर गएको हो। त्यहाँदेखि कहिले अहिले 3-4 महिना भयो नातिनी सस्मिता महर्जन, उसलाई चाहिँ कहिले घरमा आउँछ। मैले पनि बोलाएर आउने हो, त्यसै आउने होइन। मैले नै बोलाउँछु भन्नुभयो। फोन नम्बर ल्याएको थिएँ। बिहानको एउटा के कार्यक्रममा आउँदाखेरि फोन नम्बर ल्याएको थिएँ। त्यसपछि 3-4 महिना भयो लगातार सम्पर्क भइरहेको छ।
अब गएको झन् शुक्रबार कि बिहिबार मैले फोन गरेको थिएँ आऊ भनेर, तर ऊ आएन। ल नआए पनि ठिकै छ, एक्लै बस्यो हुनाले केही छैन। ल यति मात्रै हो, अरू अरू केही छैन। अरू लामो कुरा गर्ने पछि गरौँ त। साउन्ड टिप्छ कि टिप्दैन थाहा छैन, किन टाढो छ त्यहाँबाट। साउन्ड मेरो साउन्ड सानो छ।